हेलो गाइज म चाहिँ आज काठमाडौँमा हुँदै लिएको आजको ब्लग चाहिँ हेर्नुहोस्। काठमाडौँमा चाहिँ आज यस्तो क्षति भइरहेको छ र कति ठाउँ घर भर्किसक्यो। सुकुम्बासी टोलहरू सबै भर्किसक्यो र भर्काउँदैछ। बालेन सरकारले अब के गर्ने कस्तो गर्ने त्यो थाहा भएन। तर मलाई चाहिँ दुःख लाग्यो कि सुकुम्बासीहरू कहाँ जान्छ र के गर्छ भन्ने चाहिँ दुःख लागिरह्यो। हेर्नु कसरी भर्काइरहेको छ, पुरा सबै घरहरू भर्काइसक्यो। र आर्मी आर्मी छैन होला प्रायः जस्तो, पुलिस चाहिँ मैले देखेँ। पुलिस र महानगरपालिका गाडीहरू पनि मैले देखेँ। आजको चाहिँ मैले यस्तो हावाखानु भनेर गएको थियो र त्यहाँ चाहिँ बाङबुङ भर्काइसक्यो। अब कथामा क्षति हुन्छ र सुकुम्बासी कहाँ जान्छ भन्ने मान्छेहरूलाई कुरा चाहिँ भइरहेको होला होइन। अब खै बालेन भनेर लजमा पनि राख्ने भनेर अब के हुन्छ र कस्तो हुन्छ फर्किरहेको छ। अब नेपाल के हुन्छ र रोड ठुलो हुने हो कि अब के हुने देश भन्ने कुरा चाहिँ कति सामानहरू गाडीमा लगेर हिँड्दैछ र सुकुम्बासी अब कहाँ बस्ने होला र के गर्छ होला त्यो चाहिँ अब बालेन लिन जानु। अब हेरौँ कतिपय मान्छेहरू अब भर्खर सुकुम्बासीहरू घर बनाएर बसेकाहरू सब बाङबुङ भर्काएपछि सुकुम्बासीहरूको हेर्नु कति भर्काउँदैछ मान्छेहरू। कति कस्तो स्वार्थी होला कि मान्छेहरू पनि बाङबुङ भर्काइदिएर बालेन सरकारले। ल बालेन अब के भनौँ, यो भिडियोमा बालेन सरकारले भर्काएको ठिक हो या होइन। सबैले चाहिँ भिडियोमा कमेन्ट पनि छोडिदिनुहोस् र लाइक पनि गरिदिनुहोस्। के भन्नु चाहन्छु भने खासै मलाई भर्काएको ठिक लागेन जस्तो लागेन। अब के कस्तो हो, अब हुने मान्छे पनि अब जग्गा हुने मान्छे नि बसेको कि नहुने मान्छे नि बसेको त्यो थाहा भएन मलाई। तर पनि अब के हुन्छ देश अब हेर्दै जाउँ भन्ने चाहिँ म धारणा गर्दैछु। भन्ने चाहिँ अब कस्तो हुन्छ हेर्नु न, पुरा यता र उता आर्मी त होइन पुलिसै भनौँ न, पुलिसहरू राखेर यता र उता लाइन होइन पुलिसहरू पनि आफ्नो सेफ्टी बोकेर भन्ने चाहिँ सेफ्टीमा छ पुलिसहरू सबैजना। पुलिसै भनौँ न त अब पुलिसहरू कति सेफ्टीमा छ र नगरपालिकाको पनि छ र त्यो एउटा टोली पनि खटाएको छ क्या। यहाँ पुलिसको एउटा टोली पनि खटाएको छ र यहाँ चाहिँ भिडियो हेर्ने मान्छेहरू पनि तन्ने होला र भिडियो भर्काउने मान्छेहरू पनि तन्ने हो। र भर्काउनुको लागि एउटा जेसिबी चाहिँ छ र महानगरपालिकाको टिम सहित हिँडिरहनु भएको छ। अब कता कुन ठाउँमा भर्किने हो थाहा भएन। र काठमाडौँमा मात्रै हो कि र अरू ठाउँमा पनि भर्किने हो। अरू ठाउँमा पनि भर्किरहेको छ कति ठाउँमा। यहाँ पनि हेर्नु न कस्तो नरमाइलो लाग्यो कि मलाई त्यो भर्किँदाखेरि चाहिँ नरमाइलो लाग्यो कि अब के हुन्छ देश भन्ने चाहिँ के हुन्छ। अब केपी बा गएपछि देश अब कस्तो हुन्छ र अब केपीले राम्रो गर्यो कि बालेनले राम्रो गरेको त्यो चाहिँ म भन्दिनँ। अब के गर्यो कस्तो गर्यो अब यसरी भर्काएको छ अरूको टोलहरू र सुकुम्बासी टोलहरू कस्तो ब्राङबुरुङ भर्काएको छ र मान्छे पनि यहाँ हेर्नु तन्नै छ भराइ छ। र मलाई चाहिँ के दुःख लागिरहेको छ किन भर्काएको हो र कसरी भर्काएको हो त्यो चाहिँ थाहा भएन मलाई। अब होला अब जग्गा हुने मान्छे पनि भर्किरहेको छ र जग्गा हुने मान्छे त भर्किएर ठिकै छ। जग्गा नहुने मान्छे कहाँ बस्छ होला त्यो चाहिँ थाहा भएन मलाई होइन। अब बालेनले के त्यसलाई नयाँ ठाउँमा राख्ला कि नयाँ स्ट्यान्डमा राख्ला कि नयाँ स्थापना गर्ला कि उनीहरूलाई केही दिला भनी मात्रै। अब कहाँ राख्छ होला बालेनले यत्रो मान्छे कहाँ राख्छ होला बालेनले, कहाँ राख्छ होला कहाँ चाहिँ भनौँ कि अब कहाँ राख्छ होला बालेनले। लु कहाँ राख्ने होला बालेनले के गर्ने होला त्यो थाहा भएन मलाई। जहाँ सुकुराको तर बालेनले राख्नै पर्छ तर मान्छेहरूलाई चाहिँ भन्ने म र धारणा भयो। र यतिकै मान्छेहरूलाई छोड्नु हुँदैन सुकुम्बासी मान्छेहरूलाई, त्यसलाई आफ्नो सही ठाउँमा राखिदिनु पऱ्यो र उनीहरूलाई केही कमी हुनु भएन। किनकि अब उनीहरूको सबै घर टोलफोर भइसक्यो र सुकुम्बासी टोल भन्थ्यो त्यो टोल पनि गइसक्यो। कति भर्किरहेको छ, खोला छेउछाउमा बनेको घरहरू सब भर्किरहेको छ। आजको यो खोला छेउछाउमा भर्केको घरहरू कसो कतिजनाको परेको होला भिडियोमा पनि आइरहेको होला। लु क्लिप सबैले हेरिदिनुहोस्, लु भिडियोको क्लिप अन्तिमसम्म हेरिदिनुहोस् र लु भिडियो कस्तो लाग्छ सबैले कमेन्ट पनि गर्नुहोस्। के गर्नु खोजेको होला बालेनले, अब देश बनाउँछ कि देश बिगार्छ भन्ने चाहिँ अब के धारणा छ हजुर। यो गरेर देख्दाखेरि तपाईँलाई देश बिगारे जस्तो लाग्छ होला। तर बालेनले के गर्नु खोजेको हो भन्ने चाहिँ एउटा गरिब दुखीहरूको के गर्नु खोजेको बालेनले के चाहिँ गर्नु खोजेको होला बढाइ र बालेन सरकारलाई म यही अनुरोध गर्नु खोज्छु कि के गर्नु खोजेको र बालेन सरकारले र कस्तो हुन्छ बालेन सरकार। अब के जान्छ बालेन सरकारबाट थियो। बालेन सरकार उहाँ कुर्सीमा बसेर आदेश दिनुभएको छ र सुकुम्बासी सब टोल भर्काउनुको लागि खोला छेउमा भएको घरहरू सबै भर्काउनुलाई। र बालेन सरकारले लु कुरा पनि भनेको कि सही ठाउँमा राखिदिन्छु भनेको छ पनि छ। कुनैलाई लजमा राखिदिन्छु भन्ने नि मैले आज न्युज सुनिरहेको छु। मैले मतलब फेसबुकहरूमा लेखेको छ, नोटहरूमा मैले चाहिँ पढेको थियो कुनैलाई लजमा राखिदिने भनेको छ। कतिपय मान्छेहरू चाहिँ मैले सोधेको अनुसार चाहिँ के गरेको होला बालेनले ठिक गरे हो कि होइन भने सबैबाट चाहिँ होइन भने बालेनले ठिक गर्ने नयाँ सरकार ल्याउने हो कि बालेनले अब के चाहिँ गर्ने होला। सबैले भिडियो हेर्नुहोस् र अन्तिमसम्म चाहिँ हेर्नु नबिर्सिनुहोस्। नेपालमा चाहिँ यस्तो भएको छ, विदेशमा बस्ने दिदीहरूले सबैले हेरिदिनुहोस् नभुलिकि। म चाहिँ त्यही भन्न चाहन्छु र के हुन्छ कस्तो सबैले लाइक च्यानल सब्सक्राइब गर्नुहोस्। धन्यवाद।